हामीले चाहिँ आज फर्स्ट डे कोठामै भात पकाउँदैछु गाइस। ल हामी चाहिँ लास्टै अल्छी भइयो कि हामी त सुत्ने ठाउँमै खाना पकाउँदैछौँ हामी है। ल खाना चाहिँ यसरी पाक्दैछ हाम्रो होइन। सुविधा पनि के साह्रो सुविधा हो, सुत्ती भात पकाउने जमाना पनि आएछ नि है अहिलेको त यो विद्युतले गर्दा त होइन। बाफ्रे ल हामीले चाहिँ यसरी पकाउँदैछु खाना। दाउरा खोज्न अल्छी लाग्छ बर्खा सिजनमा, अब कहाँ भेट्नु पानी परिरहेको छ नि, हामी त यसरी पकाउँदैछौँ है। आज भात सिभाखुली तोलाइछ हौ साथीहरू। यहीँ बिजोग भयो कि लाइनबाट खानु पायो कि आज कस्तो जाँदै आउँदै भइरहेछ आज खाना। त्यस्तै होला 1 घन्टा भइसक्यो भयो हिटरको त नपाक्दो रहेछ नि। त्यो दाउरा नबलेर फेरि यहाँ पकाएको सक्यो के भएर गयो नहुँदो रहेछ कि। आए फेरि आए। ल गाइस अब सिटी लाग्नु लाग्यो हाम्रो खाना चाहिँ। सिटी लाग्नुबाट बिजोग छ के साह्रो बिजोग। हामी दुईजना चाहिँ आज कोठामै भात पकाउने भनेको कि, अनि यहाँ लाइन सर्ट भएर कहिले के हुन्छ कहिले के जल्छ बनाउँदा 1 घन्टा लागेर आज चाहिँ हामी खाना पकाउँदैछौँ है दुई भाइ चाहिँ। अब सिटी लाग्नु आँटेको समाइरहेको छ पर, अब के गर्नु, तार खुस्के गर्छ। आज भोकै भइ नै भयो भोकै। कोठामै हो कि सिटी लाग्यो हाम्रो खानामा सिटी लाग्यो, भात पाक्यो गाइस। अब भात खान आउनुहोस् तपाईँहरू पनि। हाम्रो चाहिँ खाना पाकिसकेको छैन गाइस, अब म त त्यो जानेर भइसक्यो। बाफेर अब यस्तो बिजोगले भात पकाइयो यार। हामीले चाहिँ गाइस छैन आज लाइनमा भात पकाएर चाहिँ के पकाउँ हामीले पकाएको त उसमा होइन हिटरमा भात पकाएर चाहिँ आज खतरा पाकेको छ कि हिटरमा भात पकाएको कि आज बब्बाल पाकेको छ। अनि सो होइन, अनि आज हामीले चाहिँ अरुणमा चाहिँ ठुलो माछा मारेको थियौँ है। अनि आज माछा मारेर चाहिँ भातसँग चट्टसँगले पकाएर खाएको है। अनि आज रुममै भात पकाइयो होइन टक्कसँगले हामीले चाहिँ होइन। अनि माछा लिएको रहेछ साथीहरूले, अनि माछासँग टक्कसँगले आज स्पेसली धानको भात अनि माछाको मासुसँग भात खाइँदैछ गाइस, देख्न सक्नुहुन्छ। वा मिठो छ नि होइन, बहुत मिठो। यस्तो मिठो त यार। मिठो छ नि। काँडा आज धेरै पकाएर साथीले, अनि छान्दैछ अड्किएर मरिन्छ हौ। बिस्तारै गुराँस भन्नुपर्छ है। ल माछा मार्ने चाहिँ उता भाग्यो त्यो भाग्यो माछा मार्ने मान्छे। ओ यहाँ छ माछा। अनि कति केजी मारेको अरे माछा भन। 2 किलो यता है त 2 किलो माछा मारेको अरे। ल हामीले त दिइरहेछ 1 किलो त दिएछ हामीलाई फ्रीमै। ल यस्तै छ गाइस। ल मेरो भिडियो के कस्तो लाग्छ त्यो गरेर अड्क्यो भने त मरियो त वही। हजुरहरूले पक्कै पनि हेर्दै हुनुहुन्छ होला। सकिने रहेछ त माछा खान नआउने रहेछ। सपोर्ट मी गाइस।